हेलो साथीहरू, आज म तपाईहरुलाई एउटा यस्तो फल देखाउन गइरहेको छु। सायद धेरै जसोलाई थाहा नहुन पनि सक्छ र धेरै जसो मानिसहरूले थाहा पनि पाउनु भएको होला र कोले थाहा छ कोलाई थाहा छैन त्यो कमेन्टमा भन्नु होला। हेर्नुस् त साथीहरू, यस्तो खतरा तरिकाले फलेको छ यो रुखमा। यो कुन फल होला म अझै नजिक लगेर देखाउने छु तपाईहरुलाई। यो फल कोले चिन्नु भयो कमेन्ट गर्नु होला है। यो फल पाक्दाखेरि चाहिँ यो रातो भाग देखिदो रहेछ, फुट्दो रहेछ आफै। हेर्नुस् त यसरी पाक्दो रहेछ, पाक्दाखेरि फुट्दो रहेछ। बाहिर चाहिँ पहेँलो हुँदो रहेछ, एकदम पाक्न लाग्यो भने भित्र अटोमेटिक फुटेर यो रातो र कालो भाग हुन्छ, भित्र दाना हुन्छ यसको। यो रातो भाग चाहिँ एकदम महँगोमा बिक्छ भन्ने सुनेको थिएँ यहाँ। नेपालतिर यसको खेती हुन्छ होला कि नै साथीहरू? हुन्छ भने कुन कुन ठाउँमा हुन्छ यसो भनिदिनु होला। यो खाँदाखेरि पनि खासै त्यस्तो स्वाद त थिएन। सायद यो फल औषधिहरू बनाउने निनीमा काम लाग्छ होला। नेपालतिर यसको खेती कतिको छ छैन त्यो भनिदिनु होला। यो मेरो आजको भिडियो कस्तो लाग्यो कमेन्टहरू गरिदिनु होला र फलो पनि गरिदिनु होला। हस्त, धन्यवाद, बाई बाई।